प्रोफाइलबाट ठ्याक्क घुसेर यहाँ 3 डटमा जानु। यहाँ 3 डटमा गइसकेर चाहिँ युज वेस्टमा गएर हेर्नुस्। फलो हुन पर्ने थियो, यहाँ चाहिँ एड फ्रेन्ड नै छ। यसको मतलब के हुन्छ भन्दाखेरि चाहिँ आफ्नो फलो नै बढ्दैन। हेर्नुस् है, ठ्याक्क 3 कुनरमा ठ्याक्क थिच्नुस् है त। यहाँ हजुरले ट्याक्क यसरी त्यसपछि यतापट्टि आएपछि ठ्याक्क यहाँ सेटिङ इन प्राइभेसी भन्ने जग्गामा ठ्याक्क थिच्नुस्। यहाँनिर यहाँनिर सेटिङ छ, हो यो सेटिङमा ठ्याक्क थिच्नुस् है त। हो त्यो सेटिङमा ठ्याक्क थिचेर आउनु भयो भने देख्नु भएन हाउ पब्लिक फिट इन कन्ट्याक्ट यु भनेर लेखेको छ। हेर्नुहोस् है, कसरी हजुरसँग जनता कनेक्ट हुन्छन् त। हो यहाँ थिचेर हेर्न पर्यो होइन। हो यो हो यहाँनिर हेर्नुहोस् है, यहाँ एभ्री वान भनेर लेखेको छ। हेर्नुहोस् है, हु क्यान सिट फ्रेन्ड रिक्वेस्ट भनेर आएको छ। यहाँ एभ्री वान छ। हजुरले चाहिँ हो यसलाई चाहिँ ठ्याक्क घुसेर बन्द गरिदिनुहोस्। बन्द गरेर चाहिँ ठ्याक्क यहाँ माथि छ, यहाँ ठ्याक्क तल सारेर फ्रेन्ड अफ फ्रेन्ड मात्रमा राखेर ठ्याक्क यहाँ सेभ गर्नु। फेरि ब्याक गर्नुहोस्। अब ब्याक गरेर कहाँ थिच्ने, यहाँ फलो हुनुपर्छ नि, यो जग्गामा फलो आउनुपर्छ नि। अब फेरि अहिलेको जस्तै यहाँ थिच्ने है त साथीहरू। यसै गर्नु चाहिँ हजुरको फलो ब्याक जरुर आउँछ है त।